नमस्ते। सी प्रोग्रामिङ सिक्दै गर्दा म्याट्रिक्स गुणनको कोडमा पक्कै पनि पुगिन्छ र त्यो कोड हेर्दा अलिअलि कन्फ्युजन पनि हुन्छ हैन। कोड त सानो हुन्छ तर त्यसले भित्रभित्रै कसरी काम गर्छ त्यो बुझ्न चाहिँ अलिक गाह्रो हुन सक्छ। ल आज त्यही कुरालाई एकदमै सरल तरिकाले बुझ्ने कोसिस गरौँ। म्याट्रिक्स मल्टिप्लिकेसनको कोडमा अरु त सबै ठिकै लाग्छ, तर जब यो तेस्रो लुप देखिन्छ, हो यहीँनिर धेरैलाई समस्या पर्ने। आई र जे को लुप त ठिकै थियो, तर यो तेस्रो के लुप चाहिँ किन चाहियो? यो नै हो सबैभन्दा ठूलो प्रश्न। हो, आज हामी यही प्रश्नको उत्तर खोज्नेछौँ। आखिर यो तेस्रो लुप किन आवश्यक छ त? सी सिक्ने क्रममा यो प्रश्न धेरैको मनमा आउँछ र आज हामी मिलेर यसको रहस्य पत्ता लगाउनेछौँ। ल, यी लुपहरूको रहस्यलाई अलि नजिकबाट हेरौँ है त। आई, जे र के यी तीनवटैको आफ्नो एकदमै खास र महत्त्वपूर्ण काम छ। यिनीहरू मिलेर काम गरेपछि मात्र म्याट्रिक्स गुणन सम्भव हुन्छ। यसलाई बुझ्नलाई तीनवटा सिम्पल स्टेपमा छुट्याउँ। स्टेप 1, आई लुपको काम हो रो अर्थात् पंक्ति छान्ने। स्टेप 2, जे लुपले चाहिँ कलम अर्थात् स्तम्भ छान्छ। अनि लास्टमा स्टेप 3, के लुपले चाहिँ त्यो छानिएको सेलको लागि चाहिने हिसाब किताब मतलब क्याल्कुलेसन गर्छ। भन्नुको मतलब आई र जे लुपहरू मिलेर एउटा कोअर्डिनेट जस्तो काम गर्छन्। जस्तै ग्राफमा एक्स र वाईले एउटा पोइन्ट पत्ता लगाउँछन् नि, ठ्याक्कै त्यस्तै यिनीहरूले हाम्रो फाइनल म्याट्रिक्सको एउटा निश्चित सेललाई पोइन्ट गर्छन् जहाँ हामीले हिसाब गरेर भ्याल्यु राख्नुपर्ने हुन्छ। अनि के लुपको भूमिका त झनै रमाइलो छ। यसलाई एउटा वर्कर लुप जस्तै सोच्न सकिन्छ। आई र जेले ल यो सेलमा काम गर्ने भनेर ठाउँ देखाइसकेपछि के लुपको एउटै मात्र काम हो त्यो एउटा सेलको लागि चाहिने सबै हिसाब किताब गर्नु। ल, लुपहरूको काम त बुझियो, तर कोडमा अर्को एउटा सानो तर महत्त्वपूर्ण कुरा पनि छ। हिसाब सुरु गर्नुभन्दा ठिक अगाडि एउटा भ्यालुलाई शून्य किन बनाइन्छ? अब यही शून्यको महत्त्वबारे कुरा गरौँ। कोडको यो लाइनलाई हेरौँ, CIJ=0। हेर्दा त एकदमै सामान्य लाग्छ, तर म्याट्रिक्स गुणनको पूरा प्रक्रियामा यो लाइन नभई हुँदैन। तर किन होला? प्रश्न एकदम सिधा छ। हरेक नयाँ सेलको हिसाब किताब किन शून्यबाटै सुरु गर्नुपर्छ? यदि शून्यबाट सुरु गरेन भने के हुन्छ होला? यसको पछाडि प्रोग्रामिङको एउटा एकदमै आधारभूत कन्सेप्ट लुकेको छ। हो, त्यो कन्सेप्ट हो अक्युमुलेटर। अब यो अक्युमुलेटर भनेको के हो त? सिधा भाषामा भन्दा यो एउटा यस्तो भाँडो जस्तो भेरिएबल हो जसमा हामी पटक पटक आउने भ्यालुहरूलाई जम्मा गर्दै जोड्दै जान्छौँ। हाम्रो यो कोडमा हरेक सेल CI,Jले त्यही अक्युमुलेटरको काम गर्छ, तर टेम्परेरी रूपमा। के लुपले जति पटक हिसाब गर्छ त्यसको नतिजा यही CI,Jमा आएर जोडिन्छ। त्यही भएर हरेक नयाँ सेलको हिसाब सुरु गर्नु अघि त्यसलाई शून्य बनाउनु भनेको एउटा सफा स्लेटबाट सुरु गर्नु जस्तै हो। नत्र त अघिल्लो सेलको हिसाबले पछिल्लोलाई असर गर्छ नि। ल, अब हामी यो कार्यक्रमको सबैभन्दा मुख्य भागमा आइपुग्यौँ, त्यो फर्मुला जसले वास्तविक गुणनको काम गर्छ। अब यो फर्मुलाले कसरी स्टेप बाई स्टेप काम गर्छ त्यो हेरौँ। उदाहरणको लागि हामीसँग दुईवटा 2x2 म्याट्रिक्स छौँ भनेर मानौँ। म्याट्रिक्स A र म्याट्रिक्स B। यिनीहरूको भ्याल्यु यहाँ देख्न सकिन्छ। अब हामी यिनै भ्याल्युहरूलाई लिएर हिसाब गर्नेछौँ। हाम्रो लक्ष्य भनेको यी दुई म्याट्रिक्सलाई गुणन गरेर एउटा नयाँ म्याट्रिक्स C बनाउनु हो। र हामी सुरु गर्छौँ पहिलो सेल अर्थात् C00बाट। यो सेल छानियो किनभने सुरुमा आएको भ्याल्यु पनि 0 छ र J को भ्याल्यु पनि 0 छ। र यो हो त्यो मेन फर्मुला। हामीले अघि कुरा गरेको के लुप र अक्युमुलेटरको कन्सेप्ट दुवै यहीँ आएर जोडिन्छन्। के लुप जति पटक घुम्छ त्यसले AIK र BKJ लाई गुणन गर्छ र आएको नतिजालाई CIJ को पुरानो भ्यालुमा लगेर जोडिदिन्छ। ल, अब हिसाब गरेरै हेरौँ। हामी C00 को भ्याल्यु निकाल्दैछौँ। के लुप पहिलो पटक चल्दा के को मान 0 हुन्छ। फर्मुला अनुसार C00 को सुरुको भ्याल्यु जुन 0 थियो त्यसमा A00 र B00 को गुणनफल जोडिन्छ। अब के लुप फेरि घुम्छ र के को मान 1 हुन्छ। यसपालि चाहिँ C00 को जुन अघिल्लो स्टेपको भ्यालु थियो त्यसमा A00 र B01 को गुणनफल जोडिन्छ। देख्यो नि एक्युमुलेटरले कसरी काम गर्यो? अब हाम्रो 2x2 म्याट्रिक्सको लागि के लुप दुई पटक मात्र चल्छ र त्यो सकियो। सबै हिसाब सकिएपछि C00 को फाइनल भ्याल्यु आयो।
हाम्रो उदाहरणमा त्यो भ्याल्यु 19 हो। ल, एउटा सेलको काम सकियो। एउटा सेलको हिसाब त यसरी भयो, तर पुरै म्याट्रिक्स चाहिँ कसरी भरिन्छ त? अब यो पूरा प्रक्रियालाई एकै ठाउँमा राखेर हेरौँ र अन्तिम नतिजासम्म पुगौँ। अब के हुन्छ भने आई र जे को बाहिरी लुपहरूले पालैपालो हरेक सेललाई छान्दै जान्छन्, C00, C01, C10, C11, र हरेक सेलको लागि भित्री के लुपले अघि गरे जस्तै हिसाब पूरा गर्छ। यो प्रक्रिया तबसम्म चल्छ जबसम्म सी म्याट्रिक्सको अन्तिम सेल भरिँदैन र अन्त्यमा हामीले यो पूर्ण परिणाम म्याट्रिक्स पाउँछौँ। त्यसो भए आजको छलफलबाट के कुरा बुझियो त? मुख्य कुराहरूलाई फेरि एकपटक सम्झ्यौँ है। पहिलो, आई र जे लुपको काम भनेको हिसाब गर्ने सेल पत्ता लगाउनु हो। दोस्रो, Cij=0 ले हरेक नयाँ सेलको हिसाब सुरु गर्नुअघि एक्युमुलेटरलाई सफा बनाउँछ। तेस्रो, के लुपले चाहिँ वास्तविक गुणन र जोडको काम गर्छ। र चौथो, यो पूरा प्रक्रिया हरेक सेलका लागि दोहोरिन्छ। र अब जाँदा जाँदै एउटा प्रश्न, यदि हामीले 2x को सट्टा 3x3 म्याट्रिक्स गुणन गर्नु परेको भए यही कोडमा के कति परिवर्तन गर्नु पर्थ्यो होला? एकछिन सोच्नुहोस् त। यसले आज सिकेको कन्सेप्टलाई अझै बलियो बनाउन मद्दत गर्छ।